यो आवधिक महाधिवेशन भन्नुहोस् अथवा नियमित महाधिवेशन भन्नुहोस् त्यो धेरै पढ नधकिलियोस् भन्ने आशयबाट मनाशयबाट शुभ आशयबाट यो आएको हुनुपर्छ भन्ने मलाई लाग्छ। मानव नियमित महाधिवेशनमै जाने भयो, मिति सार्ने भयो भने त्यो 2-4 दिन भनेको कति सर्न सक्छ महाधिवेशनको मितिमा? होइन, ठ्याक्कै अहिले मैले भन्नु मिल्दैन। किन भन्दाखेरि यो पार्टीकै पदाधिकारीले अहिले मिडियामा आएर चाहिँ यति दिन सर्छ भन्नु त्यो भयङ्कर गलत हुन्छ होइन। त्यस कारणले गर्दा आफै निर्णय गर्ने ठाउँमा बसेर आफैले त्योभन्दा अगाडि मिडियालाई चाहिने प्रेडिक्सन गरेर मिति तोक्दिन मिल्दैन। मैले त्यसलाई अनौठो मानेको छुइनँ। अब को मिल्छन्, को जुड्छन्, को फुट्छन्, राजनीतिक यात्रामा यो भइरहने कुरा हो। त्यसैले यसलाई अनौठो मान्न हुँदैन। राजनीतिमा सधैँ चुनौतीहरू हुन्छन्। राजनीति भनेको सरल रेखामा अगाडि बढ्दैन, नागबेली भएर पनि अघि बढ्छ र राजनीति भनेको सरल ढङ्गबाट बढ्दैन। राजनीति भनेको सधैँ सहज सरल हुन्छ भन्ने मान्यता म राख्दिनँ। राजनीति भनेकै चुनौती हो। त्यसैले हरेक चुनौतीको सामना गर्न तयार भएको काङ्ग्रेसले राणाका विरुद्ध लडेर त्यो चुनौती फेस गरेको काङ्ग्रेस, पञ्चायती चुनौती फेस गरेको काङ्ग्रेस अब अहिले आएर चाहिने को मिल्छन् त्यसलाई मैले खासै चाहिने यो ढङ्गले लिएको छु।